साथीहरू, यही आउने चैत्र 19 गते बिहीबार हनुमान जयन्ती पर्न गएको छ। हजुरहरुकै लागि भनेर हामीले हनुमान जयन्ती एक दिनको पनि व्रत विधि, झण्डा कुन दिशामा लगाउने, कतिखेर लगाउने, यी सबै यावत कुराहरूको विधि सहित हामीले सेट लिएर आइसकेका छौं। हजुरहरुकै सेवामा हामी तत्पर छौं। राधारानी पूजा घर र आज जति पनि जना दिदी बहिनी दाजुभाइहरूले हनुमानजीको जुन 11 दिनको कन्टिन्यू गर्ने व्रत आजदेखिबाट संकल्प लिएर गर्दै हुनुहुन्छ, उहाँहरूलाई धेरै धेरै शुभकामना। हजुरहरू सम्पूर्ण जति पनि जना भक्तजनहरू हुनुहुन्छ, हजुरहरूको मनोकामना पूरा होस् है। र कतिजना दिदी बहिनीहरूको चाहिँ के गुनासो आयो भनेदेखि महिनावारी भइयो, के गर्ने भनेर हजुरहरू टेन्सन नलिनु होला। वैशाखको शुक्ल पक्षको पहिलो मंगलबारबाट पनि हजुरहरूले 11 दिनको कन्टिन्यू जुन हनुमान चालिसाको पाठ वा हनुमानजीको व्रत छ त्यो चाहिँ हजुरहरूले गर्न सक्नुहुन्छ है। जस्तै सबैभन्दा उत्तम फलदायी, सबैभन्दा राम्रो महिना चाहिँ चैत्र महिना मानिएको छ हैन, जसलाई चाहिँ हामीले एकदमै जोड दिएका थियौं र 190 जना भन्दा बढीले हाम्रो मातहतमा चाहिँ आज व्रत प्रारम्भ गर्दै हुनुहुन्छ। यो पनि एकदमै ठूलो गौरवमय कुरा छ हैन। धेरै खुसी छौं हामीले एउटा साधारण राधारानी पूजा घरबाट एउटा साधारण एउटा मिडिया चलाएर हजुरहरूलाई यतिको भक्तवान बनाउँदै छौं। हजुरहरूको मनोकामना पूरा हुँदैछ, हनुमानजीको कृपा भन्नुपर्छ। र हजुरहरूले अब गुनासो नगर्नु होला। हनुमान जयन्तीको लागि सम्पूर्ण सामग्रीहरू मध्ये हजुरहरूलाई आवश्यक पर्ने सामग्रीहरू पाउनुहुनेछ। यो लिस्ट हजुरहरूलाई व्हाट्सएपमा, भाइबरमा, मेसेन्जरमा आउँछ। त्यसबाट हजुरहरूले चुज गरेर आफूलाई आवश्यक पर्ने सामग्रीहरू लिन सक्नुहुनेछ। र आवश्यक पर्ने सामग्रीहरूमा हजुरहरूले एक दिने व्रत विधि, झण्डा कुन दिशामा राख्ने, कतापट्टि राख्ने, त्यसै झण्डा पूजा गरेर फरफराएर हुँदैन साथीहरू। त्यसको पनि दिशा समय निश्चित गरिएको छ। हजुरहरूले सम्पर्क गर्न सक्नुहुन्छ हाम्रो राधारानी पूजा घरलाई। गर्दै गर्नु होला। हामी पनि हजुरहरूलाई सेवा दिँदै नै गर्दैछौँ है। यसलाई व्यापार नसम्झिनु होला। अब डाक्टर भइसकेपछि दबाई त दिनै पर्छ। जय श्री राम, जय हनुमान, जय हो।